नमस्ते सबैजनालाई। अहिले देशभरि राजा ल्याउने कि नल्याउने भन्ने विषयमा चर्चा भइरहेको छ र सारा अन्तर्राष्ट्रिय मिडियाको ध्यान पनि नेपालमै छ। तर के तपाईँ हामी नेपालीलाई राजा चाहिएको छ त? आउनुहोस् बुझौँ यो भिडियोको मार्फतबाट। तिमीलाई के लाग्छ, राजा आएर के होला त देशमा? मलाई त एक्जाम्पल भन्नुभन्दा एकदम राम्रो हुन्छ जस्तो लाग्छ। देश है राजा नभएको देशभन्दा अलिक खल्लो हुन्छ कि राजा भयो भने धेरै राम्रो जस्तो लाग्छ। त्यो हो। जस अब के हाम्रो अवस्थामा परिवर्तन आउला त? हामी जस्तो युवा देशमा बस्ने कन्डिसन होला त राजा आए? अब राजाले सोच्यो भने होला, अब सोचेन भने त भन्न सकिन्न है। अब उसले चाह्यो भने त सक्ने जस्तो अवस्था होला। नभए तपाईँलाई के लाग्छ, देशमा राजा आउला त? अब एक हिसाबले आउँछ जस्तो पनि लाग्छ, एक हिसाबले आउन नदेला जस्तो पनि लाग्छ। भन्नै सकिन्न। स्योर आउँछ, स्योर राजा स्योर आउँछ, स्योरै आउँछ। तपाईँको अब के राजा आएपछि चाहिँ के होला त देशमा? के होला? देश बचाउँछ, राम्रो हुन्छ। हजुर, राजा नभएको देश एउटा राजा भएको देश छुट्टै हुन्छ नि। राजा राजा त हुँदैन होइन, राजा भने राजा हो, देशको बाउ हो होइन त मात्र हुन्छ होइन। अहिले त 600 जना राजा छ नि संसदमा, सबै उनीहरू राजा आफ्नै देश। अब एकजना मात्र भयो भने अलिक चित्त हुन्छ। त्यस भयो भने अब यो सबै यो सरकारी कार्यालयमा जति पनि कर्मचारीहरू छ सबै करप्ट छ, सबैलाई चेन्ज गर्यो भने मात्रै देश केही हुन्छ जस्तो लाग्छ। राजा मात्र एक्लै मात्र आएर यो जति पनि अफिसहरू छ सरकारी कर्मचारीहरू तिनीहरू सबैलाई चेन्ज गर्यो भने मात्र केही हुन्छ जस्तो लाग्छ। तर नत्र राजा एकजना मात्र आएर पनि, किनभने सब करप्ट भइसक्यो। त्यो अब बास्केटमा एउटा कुहिएको आलु भयो भने सबै कुहिएर जान्छ, सबै राम्रो ठाउँमा एउटा कुहिएको मान्छे एउटामा एउटा राम्रो हो भने त्यो पनि कुहिन्छ भन्ने जस्तै हुन्छ। युवा अनि तपाईँको अब देशमा राजा आए हुन्छ जस्तो लाग्छ कि नआए हुन्छ जस्तो लाग्छ तपाईँलाई? भन्दैछु यसो। अब राजा आए हुन्छ नआए हुन्छ भन्नु त्यो तपाईँले त्यो प्रश्न गर्नुभन्दा पहिला हजुर वर्तमान सरकारले के गर्दैछ, के विकास गर्दैछ, के गर्दैछ पहिला त्यो सोच्नु पर्यो होइन। अब हामीले राजा आए हुन्छ भन्नुको मतलब चाहिँ वर्तमान सरकारले काम गरेको ठिक नभएपछि नभन्न हो नि होइन। त्यही कारण चाहिँ अब यिनीहरू चाहिँ अब वर्तमान सरकारले सुधारेर आफ्नो चाहिँ देश विकासको लागि चाहिँ काम गरेको खण्डमा हामीले राजा आउनुपर्छ भन्ने चाहिँ मानसिकता हुँदैन। त्यही भएको कारणले अहिले वर्तमान अवस्थामा सबैले चाहिँ इच्छा गरेको त्यही हो, राजा आए हुन्छ भन्ने चाहिँ सबैको मानसिकता त्यही हो। तपाईँको पनि त्यही हो, राजा चाहिँ आए राम्रो हुन्छ। अब केही सुध्रिन्छ कि भन्ने चाहिँ आश छ। अब यही ताल भयो भने चाहिँ देशको परिस्थिति हामी सबैले चाहिँ बुझेकै हो, थाहा भएकै कुरा हो नि त होइन। अब छिमेकी देश चाहिँ अब श्रीलङ्का कस्तो भएर गयो होइन, त्यो सबै चाहिँ सरकार नेतृत्व गर्ने नेताहरूले गरेर नै भएको हो नि त। अब त्यस्तै परिस्थिति नेपालमा नआओस् भन्नको लागि राजा आए ठिक हुन्छ भन्ने चाहिँ सबैको मानसिकता हो। हाम्रो धारणा पनि त्यही। तपाईँको पनि त्यही। राजा आएर के होला त नेपालमा? भन्नै सकेन। आए पनि त्यही हो, नआए पनि त्यही हो। आफ्नो दुःख नरहेको खानु पाइने। राजा आएर के नै होला? महँगाई नघट्ला, भ्रष्टाचार केही नजाला, के होला? लाग्छ लाग्दैन मलाई त। हजुरलाई लाग्दैन है राजा आएर? अहिले नै ठिक छ, ठिक छ। अब अहिले राजा आए नआउँदाखेरि यत्रो महँगाई बढेको छ, राजा आएर महँगाई घट्ने, त्यसलाई राम्रो हुने ठिक छ। तर राजा आएर पनि केही चाहिँ हुँदैन। राजा आउँदैन सबै कुरो हुने कुरो त होइन। हजुर अब नआउनु मामा भन्दा खानु मामा भन्ने कुरो नि हुन्छ भाइ। नेताहरूले आफूले करेक्सन गर्न सकेनन्, नसकेपछि जनताले विकल्प खोजेका हुन्। नेताले नसके राजा कहाँ पनि आयो र राजालाई चान्स दिनुपर्छ। राजालाई चाहिँ चान्स दिनुपर्छ भन्नुहुन्छ तपाईँ? राजतन्त्र हुँदाखेरि चाहिँ कस्तो छ त? राजतन्त्र त यसो हो कि अब राजतन्त्र ज्ञानेन्द्र शाहको कुराकानी गर्ने हो भने यिनले धेरै समय त चलाउनु पाएकै होइन। हजुर यिनले क्यालकुलेसन गर्ने बेलै भएको थिएन। हजुर वीरेन्द्रले नराम्रो काम त गरे होइनन्। हजुर त्यसलाई करेक्सन गर्न सकेनन् है। हजुर त्योभन्दा अझ बेहतर हुन्छ भनेर सर्वसाधारण जनताहरूले नेताहरूलाई साथ दिएका हुन्। हजुर झन् नेताहरू झन् बदमास भए, झन् केही पनि काम गर्न सकेनन्। त्यसले गर्दा जनता झन् फ्रस्ट्रेसन भएर विकल्प खोजेको, विकल्प दिए हुन्छ, यतिकै चाहिँ चल्दैन। यिनीहरू भन्दा त यो के मतलब यी नेताहरू भन्दा राजै राम्रो? राजै राम्रो। उसको भएर केही त्यो जनता मारेर खानुपर्ने पनि छैन। उसको सम्पत्ति नै छ, बाउ बाजे कोही सम्पत्ति छ, खाएर सक्दै सक्दैन। तपाईँले त अब राजतन्त्र नि देख्नुभयो नि त, अनि अब राजतन्त्रै ठिक छ कि अहिले राजतन्त्रै ठिक छ? राजतन्त्रै ठिक छ है।
यो त अब यो लुट्नेसम्म लुट्ने अनि जाने आफ्नो आफ्नो आफन्त मान्छेहरूलाई चाहिँ धनी गर्यो आफ्नो चाहिँ ठाउँमा कोच्यो हामी जस्तो जनतालाई केही छैन जनतालाई चाहिँ मार्यो उसको दाजुले चाहिँ जानमारै भने काङ्ग्रेसको जानमारै हो नम्बर वानको पहिलाको दोस्रो चाहिँ युरिया बारे तेस्रो चाहिँ माओवादी भनेपछि अब राजतन्त्र आयो भने हामी जस्तो युवाको लागि के राम्रो होला त होला नि युवालाई पनि हुन्छ बुढाबुढीहरूलाई पनि हुन्छ मेरो विचारमा खै अब कसलाई के भन्ने हो राजाहरू के हुन्छ राजाहरू के हुने हो र नेताहरू के हुने होइन त्यस्तै हो यो देशमा जो आए पनि हजुरलाई के लाग्छ अब राजा ठिक कि अहिले जस्तो छ त्यस्तै अब राजा ठिक भन्ने भने कसरी ठिक भन्ने राजा पनि अब उसको सबै पछि लाग्नेहरू घरहरू त्यही हो नेताको पछि पनि त्यही हो कसको विश्वास गर्ने होइन हामीलाई त अब देश राम्रो हुनु पर्यो अरू के हुँदा चाहिँ सुख पाएन त दाइ हामीले अब खै अब बहुदल पनि देखिहाल्यो लोकतन्त्र पनि होइन राजतन्त्र पनि देखेकै हो हजुर राजतन्त्र हुँदाखेरि कस्तो थियो दाइ अहिलेको हेरिकन अलिकति मतलब जीव ज्यानको सुरक्षाहरू हेर्ने होइन यताउता हेर्दाखेरि त्यति बेला अलि शान्ति सुरक्षा मजबुत जस्तो लाग्छ अहिले हेरिकन अहिले हेरिकन है धेरै अब के भन्दा हामी त पुरानै तपाईँहरूले धेरै 44 साल अगाडि अब यहाँ हिँड्दाखेरि एक्लै हिँड्न सकिन्छ भने अहिले त्यो छैन नि कन्डिसन कसैबाट आएर दिने हो कि होइन त्यस्तो गर्छ है त्यो शान्ति सुरक्षाको हिसाबले चाहिँ राजा हुँदाखेरि ठिक थियो एकदम राजालाई नै स्वागत गर्छन् नि राजै आउनुपर्छ राजालाई स्वागत हजुरलाई चाहिँ राजा आइदियो हुन्छ जस्तो लाग्छ एकदम राजा आएपछि चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई हाम्रो के अवस्थामा परिवर्तन आउला राजा आउनु भयो भने चाहिँ त्यो न्यून वर्गको लागि अलि सुविधा हुन्छ कि होइन त्यो अब हुने खानी त हुने खानी नै भइहाल्यो नहुनेको लागि चाहिँ अलिक सहज हुन्छ कि जस्तो लाग्छ हजुरलाई त्यस्तो लाग्छ मलाई त राजै ठिक लाग्छ जस्तो लाग्छ किनभने राजा आयो भने सब राजाले गर्छ नि त अब यो नेता भन्दाखेरि त धेरै छन् नेता सकेसम्म राजा नै ठिक भनौँ न भनेपछि तपाईँ चाहिँ राजा आओस् जस्तो लाग्छ तपाईँलाई राजा अहिले हजुर चाहिँ केमा आस्था राख्नुहुन्छ नि अब राजा अब लोकतन्त्रमा आस्था राख्ने हो भने त होइन तै पनि अब लोकतन्त्र देखेर वाक्क लाग्यो अब के त यसको विकल्प के त अब यसको विकल्प भनेको अब हुन त अब लोकतन्त्रको विकल्प त छैन संविधानले त संविधानले दिँदैन तर लागि परेछन् अब त्यति सजिलो आउँला जस्तो लाग्छ त्यति सजिलोले आउँदैन है फेरि हजारौँ नेपाली चाहिँ मर्नुपर्ने हो कि दाइ सम्भव छ त्यो भइहाल्यो भने आन्दोलन भइहाल्यो तर त्यहाँसम्म नजाला होला र यो आन्दोलन खोइ दाइ अब तपाईँले अहिले मेरो तातेको विचारमा हिसाबले होला चाहिँ त्यो तात्नु त अब तपाईँको कार्यकर्ता हेऱ्यो भने माओवादी पनि त्यही छ कङ्ग्रेसमा पनि त्यही छ राजतन्त्रमा पनि त्यही छ होइन दौडिन त्यही हो मासु भात खायो दौडिन राजा हामी आफै राजा बन्न पाए हुन्छ नि त होइन तर सिस्टम राम्रो हुनु पर्यो सिस्टम अहिले जुन अब सिस्टमले अब 3 पार्टीको नेतृत्वमा चलिरहेको छ होइन कसले उसले कहाँ कसले उसले कहाँ कहिले मैले खाउँ त्यो नभइकन यदि साँच्चै अब संविधानमा देखेर साँच्चै नै संविधानमा मानेर जाने हो भने यो सिस्टम राम्रो छ यो सिस्टम राम्रो छ तर भने किनभने चाहिँ सबै जनताहरू एक न एक दुई राष्ट्रपति हुन त पायो नि त राजा भएपछि कहिले पाउनु त हामीले त्यो सायद सधैँ नै सत्ता अब 240 वर्ष उनीहरूलाई हामीले दिन्छ के भयो भएन नि त होइन केही पनि उल्लुन भने त गणतन्त्र आएपछि यो मान्छे ठिक छ यो मान्छे ठिक छैन भने हामीले बोल्नु त पायो कमसेकम यसलाई हामी चाहिँ अब प्रतिवाद त गर्न पायो होइन त्यो प्रतिवाद गर्न पाउनु नै गणतन्त्र हो कि त्यो अब पञ्चायत पालामा त्यस्तो हामीले बोल्नु पाउँदैन बोल्यो कि त च्याप्पो आउँछ समातेर लान्छ कोही कतिलाई बेपत्ता पारिदिन्छ होइन त्यस्तो भयो यो सिस्टम राम्रो छ तर यसमा चलाउने व्यक्ति राम्रो भयो होइन अब जुनै पार्टी भए पनि अब मिलिजुली खाने बाँडीचुरी खाने त्यो भएछ के अहिलेको सिस्टममा त्यो नभएको भए यदि साँच्चै नै सिस्टममा बसेर जाने हो भने यो सिस्टम राम्रो छ अझ त म भन्छु त प्रत्यक्ष निर्वाचनको राष्ट्रपति या प्रधानमन्त्री हुनु एकदम बेस्ट के देशको लागि प्रत्यक्ष रूपमा निर्वाचनमा आएर निर्वाचनबाट जितेर जाने प्रधानमन्त्री त्यसले राम्रो काम गर्छ यो भन्दा पनि त्यसैले मलाई चाहिँ लाग्छ त राजा भन्दा पनि यो गणतन्त्रमा राम्रो लाग्छ त्यसैले यो गणतन्त्र उचित पनि छ सबै जनता कार्यकारी पदमा बस्न सक्नु भनेको चाहिँ हाम्रो आफ्नै देशको आफ्नो
लागि चाहिँ गौरवको कुरा हो। त्यसैले यो सिस्टम राम्रो छ, तर व्यक्ति चाहिँ राम्रो भयो। त्यही व्यक्ति राम्रो भएन, व्यक्ति जुन गर्ने काम गर्ने भनेर गएका व्यक्तिहरू कुनैहरू राम्रो भएन। त्यसको लागि चाहिँ म व्यक्तिहरूलाई चाहिँ यो सुझाव दिन्छु, तपाईँहरू यदि साँच्चै नै देशको प्रति आस्था छ, विश्वास छ, माया छ भने सिस्टममा बसेर काम गर्नु त्यति म अब त्यो सुध्रिनुहोस् भन्न चाहनुहुन्छ तपाईँ है? पहला भी अच्छा ही था, अभी भी अच्छा ही है। अभी तक सब कुछ बोल रहा है। हम लोग उतना नेपाली नहीं जानते, हम लोग कम नेपाली जानते हैं, हम लोग हिंदी ज्यादा जानते हैं। तो वो नेपाल में जो पहले वो ये नेता लोग है ना, आप ये लोग को अच्छा मानते हो या राजा को अच्छा मानते हो? ये सब अपने अपने जगह पर अच्छा ही है। वो लोग भी समय में था अच्छा ही है, अभी भी अच्छा ही है। तो आप किसके आस रखते हो अभी नेपाल में? क्या राजा आएगा तो अच्छा होगा या ये नेता लोग अच्छा है? पहले के हिसाब से तो राजा ही आया था, अच्छा था। पहले के हिसाब से अच्छा ही था। राजा ही अच्छा था। हजुरलाई चाहिँ राजा आइदिए चाहिँ देशमा के हुन्छ जस्तो लाग्छ? धेरैले सर्वसाधारण जनतालाई धेरैलाई, मलाई मात्रै नभएर अरू देशका जनताहरूलाई सबैलाई पहिला राजा हुँदाखेरि चाहिँ के विकास गर्नु भएको थियो उहाँले? राजा हुँदाखेरि केही विकास थियो, केही विकास यही राजा पछाडि नेताले समाप्त गर्दै धेरै सर्वसाधारण जनतालाई, पार्टीतिर नलाग्ने जनतालाई राजा आइदिए केही हुन्छ कि भन्ने आशामा धेरै। भनेपछि अब हजुरलाई चाहिँ के लाग्छ, अब राजा आएपछि चाहिँ यो भ्रष्टाचारहरू देशमा भइरहेको जस्तो अहिले स्थिति छ, युवाहरू विदेशिनु पर्ने स्थिति छ, यो चाहिँ सल्भ होला त राजा आएर? राजा आएर पक्कै हो। यो म मात्रै नभएर पुरै सर्वसाधारण उतिर पार्टीतिर नलाग्ने जनता, सर्वसाधारण जनता, किसान वर्गहरू यही आशालाई दिएको छ। भाइको चाहिँ के छ भनाइ, राजा आउनुपर्छ कि पर्दैन देशमा? हाम्रो राजा आयो भने झन् राम्रो, यसो नहुने रहेछ। अब राजा बिनाको अब यस्तो छ देश, के गर्नु? गार्जन नभयो भने त घर कस्तो हुन्छ? डोलमडोला हुन्छ, लापरवाही हुन्छ। त्यस्तै लापरवाही भइरहेको छ। सबै मै राजा सबै राजा बन्न छैन, त्यो त भएन नि। एउटा देशमा त एउटा राजा हुनु पर्यो, त्यही हो। अब तपाईँलाई नि देश राजा आइदियो हुन्छ जस्तो लाग्छ? राजा आइदियो भने आनन्द हुन्छ, सम्हाल्छ नि त सबै। अब राजा बिनाको देश छ, अब यस्तो लथाङ्गे छ, अरू के गर्नु? अब राजा आएरै पनि अब अहिले चाहिँ यो सबै चिज ठिक छ हुन्छ भन्ने होइन, सब बिग्रिन्छ होइन। तपाईँको चाहिँ अहिले चाहिँ 50 लाख चाहिँ युवा विदेशमा भन्छ, भोलि 1 करोड पुग्ला, हेर्नुहोस् होइन। त्यो पनि हो, तर यहाँ चाहिँ स्कोप चाहिँ छ, तर हामी चाहिँ अल्छी पनि छौँ क्या हामी होइन। हामी एकदम चाहिँ छिट्टो र छोटो समयमा चाहिँ हाम्रो प्रगति होस् भन्ने चाहन्छौँ, त्यो पनि सम्भव छैन नि। यो नेताहरूभन्दा राजै ठिक हो। तपाईँलाई चाहिँ राजै आए जस्तो? राजै आए राम्रो हुन्छ। तर राजा पनि पहिलाको स्थितिबाट सुधारतिर लाग्नु पर्यो। पहिलाको स्थितिमा जस्तै हाम्रो वीरेन्द्र राजा हुँदाखेरि जुन स्थिति थियो नि, ज्ञानेन्द्र राजा हुँदाखेरिको स्थिति अलिकति जनतालाई विश्वासै भएन। उसले गरेको क्रियाकलापबाट जनतालाई विश्वास भएन। अब चाहिँ विश्वास दिलाउने काम गर्नु पर्यो। तर मेरो विचारमा चाहिँ राजै आए ठिक हुन्छ। हजुर, अब राजा आएर चाहिँ हाम्रो अवस्था परिवर्तन हुन्छ जस्तो लाग्छ? उनी पनि सुधारतिर जानु पर्यो, जनताले उहाँलाई साथ दिन्छ। तपाईँलाई चाहिँ के राजतन्त्र ठिक लाग्छ कि अहिलेको गणतन्त्र ठिक लाग्छ? राजतन्त्र ठिक हो नि, है राजतन्त्र राम्रो, देश बचाओ। किन राजतन्त्र चाहिँ? देशको लागि, देश बचाउनको लागि के चाहियो नि त राजा। तपाईँलाई चाहिँ के राजा आयो भने चाहिँ केही हुन्छ? राजा भने के देशको लागि सुरक्षा राम्रो, मेरो लागि त एकदम राम्रो हो। राजा चाहियो। अनि राजा आएपछि चाहिँ के अहिलेको अवस्था परिवर्तन होला त? परिवर्तन भइहाल्छ नि। युवाहरू आफ्नो देश विदेशी परेन, यिनी आफ्नो देशको लागि के हुन्छ, के राम्रो हुन्छ, रोजगार पाउँछ, राम्रो छ। भनेपछि तपाईँ चाहिँ राजालाई समर्थन गर्नु? राजा मेरो लागि समर्थन। भनेपछि हामी जस्तो युवाले राजाबाट कुनै आश नराख्दा हुन्छ? हुँदैन, किनभने हामीले त भोगिसकेका छौँ। म पनि 45 सालको आन्दोलनमा पीडितै हो। अहिले 63 सालमा म यो आन्दोलनमा लागेकै हो होइन। हामी लागेकै हो, व्यवस्था परिवर्तन गर्न लाग्नु सकिएन, त्यो आफ्नै कुरा हो होइन। हामी चाहिँ अहिले चाहिँ अलि
निराशमा छौँ। किन भन्दाखेरि हामीले गरेको आन्दोलन चाहिँ जनताको चाहिँ सफलताको लागि चाहिँ सकिएन भन्ने नै हो। अब विभिन्न कारणहरू छन् होइन, त्यो कारणको आफ्नै ठाउँमा छ। तर अब यो यतिले पनि पुग्दैन भने अहिले जो सत्ता पक्ष भने चाहिँ अहिले चाहिँ संसदीय दलमा छ नि होइन, उनीहरूले पनि सक्दैन। यिनीहरूको चाहिँ इच्छा शक्ति कम छ कि होइन, यिनीहरूले पनि अलि चाहिँ मिहिनेत गर्नुपर्छ होइन। आफ्ना वरिपरि मात्र घुमेर पुग्दैन, समर्थन गरेर पुग्दैन होइन। आम जनताको चाहिँ इच्छा आकाङ्क्षा के छ त होइन, त्यसलाई चाहिँ एकदम एनालाइसिस गर्नुपर्छ। तर अहिले चाहिँ यो आन्दोलनले केही हुनेवाला पनि छैन, राजा आउनेवाला पनि छैन। कसले ल्याउने, कसले दिने, कुन विधिबाट आउने, कुन संविधानको धाराबाट आउने, सबै चिज हेर्नुपर्छ। मैले यही सोध्न लाग्थेँ क्या तपाईँलाई, अहिले देशव्यापी यत्रो आन्दोलन भइरहेछ। संविधानको प्रावधानमा के छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ नि होइन, त्यो चाहिँ प्रस्तावना कसले हटाउने त? कुन माइकल लालले आएर हटाउनु त? सम्भव छ? छैन नि। र कुन विधिले अहिले चाहिँ संसदमा चाहिँ छिरेर चाहिँ राजालाई चाहिँ नारायणीमा पुर्याउने ल उपाय दिनुहोस् न। अहिले दुर्गा प्रसाई जस्तो मान्छे होइन, करप्ट मान्छे, ऋण लिएर चाहिँ ऋण तिर्नु पर्दैन भन्ने मान्छे होइन, अहिले जो चाहिँ तपाईँले चाहिँ आन्दोलनमा लाग्यो भने मान्छे हेर्नुहोस् न कस्ता कस्ता छन् त होइन। मैले ऋण लिएर चाहिँ म ऋण चाहिँ तिर्दिनु भन्नु पाउँछ? पाउँदैन। 5 रुपियाँ ऋण लिए पनि मैले तिर्नुपर्छ। त्यो किन भन्दा त्यो सारा जनताको पैसा हो, मेरो आफ्नो पर्सनल हो, कसैको पनि पर्सनल हो, सरकारको पनि पर्सनल हो होइन। त्यो तिर्नुपर्छ। त्यस्तो फर्काएर हुन्छ, मान्छे फर्काएर हुँदैन। यिनीहरूले त देश खाएर होइन शेष भएको मान्छे, अब यिनीहरूले फेरि शासन चलाउनु भनेर हुन्छ होइन। त्यहाँ मान्छे हेर्नुहोस् कस्ता कस्ता मान्छेहरू छ होइन, जनताबाट तिरस्कृत होइन, कुनै समयमा त गुन्डा नाइके त्यस्ता मान्छे गर्छ। भोलि हामी पनि उठ्छौँ नि त्यसको विरुद्धमा, चाहियो भने त्यो सम्भव छ। 10-15 हजार मान्छे यो काठमाडौँमा जम्मा गरेर होइन महिनौ दिन आन्दोलन गरे पनि केही हुनेवाला छैन। भोलि 50 हजार उठ्छ नि होइन। हामी जस्तो लोकल मान्छे उठ्यो भने त सकिन्छ होइन। हामी अब दोस्रो पटक चाहिँ हामी निरङ्कुश त चाहँदैनौँ। अब कतिजनाले मर्नु पर्ला भन्नु न, यिनीहरू 2-4 जनाको इच्छाको लागि होइन त। पहिला 17,000ले त्योभन्दा पनि अब ज्ञानेन्द्र पछि को त? ज्ञानेन्द्र त अब बुढो भइसक्यो, बोल्नै नसक्ने भइसक्यो। अब उसको पारसलाई ल्याउने हो र के हिमानीलाई ल्याउने होइन। राजावादी राजामा मात्रै प्रसन्न छैन र को ल्याउने? भोलि नेक्स्ट को यो सक्यो। अब हामी चाहिँ यसै तालले जान्छ। केपी ओली नभए, शेरबहादुर नभए, प्रचण्ड नभए अरू आइहाल्छ, के को टेन्सन होइन। तर जनताको छोरो चाहिँ त्यही ठाउँमा चाहिँ बस्नुपर्छ होइन। राष्ट्रपति नै हुनुपर्छ होइन, महिला नै राष्ट्रपति हुनुपर्छ। त्यो सुविधा कहिले पाएको छ त? कहिले पनि पाएको छैन। तपाईँ हामी हुन सक्छौँ नि भोलि, हाम्रो मेहनतको हो। अनि त्यो राजाको छोरा राजै हुनुपर्ने होइन, त्यो पुस्तान्तरणको हो। त्यस्तो विधि अहिले चाहिँ सम्भव छैन। पोलिटिक्स नै मतलब लाग्दैन है। मैले भन्न खोजेको मतलब गर्न खोजेको कस्तो ढिलो लाग्छ है। आफ्नै जिन्दगीमा तनाव छ, आफ्नै जिन्दगी पोलिटिक्स जस्तो लाग्छ होइन। अब तिम्रो एउटा धारणा मतलब एउटा चाहिँ के छ, राजा आएर राम्रो होइन, जे भए पनि देशको लागि राम्रो हुनु पर्यो। राजा आओस् नआओस्, जोसुकै आओस् होइन, देशको लागि राम्रो गर्ने, राम्रो सोचहरू राम्रो गर्ने, प्रगतिको बाटो लाने मान्छे हुनु पर्यो। राजा आए पनि जो आए पनि त्यो है मेरो सोच। अनि मैले चाहिँ सोध्न खोजेको, तपाईँ त राजतन्त्र देखेको मान्छे, राजतन्त्रहरू पहिला राजा हुँदाखेरि चाहिँ कस्तो थियो त देश? अब पहिला चाहिँ यस्तो छ कि अब पहिलाको राजतन्त्र भनेको चाहिँ हामीले चाहिँ यो देशका नेपाली तमाम जनताले पहिला चाहिँ 60 सालभन्दा अगाडि कुन स्थितिमा हामी चाहिँ गुज्रेको हो त्यो हामीले इतिहास त थाहा छ नि होइन। त्यो इतिहास थाहा भएको खण्डमा चाहिँ पछि पञ्चायत आउँदाखेरि चाहिँ जनतालाई के भयो? 60 सालको प्रजातन्त्र आएर पनि देशको परिस्थिति ठिक नभएरै 15 सालमा चाहिँ महेन्द्र सरकारले कु गरेर चाहिँ जनतालाई के जुन किसान वर्गहरूलाई जुन उहाँले चाहिँ आस्था
को केन्द्र बनायो नि, जुन अहिलेको सबै उमेरको पाकोले चाहिँ महेन्द्रको चाहिँ नेतृत्व चाहिँ ठिक छ भन्ने चाहिँ सबैको चाहिँ त्यो बुझाइ हुन्छ, तपाईँले सोधे हुन्छ त्यो चाहिँ पाको मान्छेलाई। महेन्द्रले चाहिँ जुन गरेको साँच्चै भन्ने हो भने चाहिँ नेपाली जनताले सबैले बुझेको के छ भने यो देशमा चाहिँ कम्युनिस्टहरूको शासन चाहिन्छ भन्दाखेरि त्यो शासन गर्ने कोलाई भन्दाखेरि महेन्द्र सरकार हो। महेन्द्र सरकारले यो किसान वर्गहरूलाई जुन चाहिँ आस्थाको केन्द्र के बनाएछ भने पहिला त चाहिँ हामी किसानहरू चाहिँ कुनै चाहिँ भोग चलन गर्दाखेरि त्यसको केही लाग्दैन, तपाईँको जग्गा जमिन जोत्यो, कुनै जमिनदारले चाहिँ तिमीले जोड्नु पर्दैन भन्यो भने सिट्यो। जुन त्यो अवस्थामा महेन्द्र सरकारले यो जोत्ने मान्छेलाई पनि चाहिँ जुन हिस्सा दिनुपर्छ भनेर 4 भागमा 1 भाग चाहिँ त्यो जोत्ने मान्छेलाई चाहिँ बनाइदिएछ, नियम कानुन बनाइदिएछ। त्यहाँदेखि चाहिँ अब यो किसानहरूलाई चाहिँ काम गर्ने जोस जाँगर आयो हैन। त्यसपछि चाहिँ आएर चाहिँ के भयो, अब महेन्द्रको चाहिँ अब दिवंगत भएपछि वीरेन्द्र आयो। वीरेन्द्र आएपछि के भयो, यहाँ नेतृत्व चाहिँ हामीले चाहिँ 36 सालदेखि चाहिँ हामी पनि चाहिँ केही न केही चाहिँ सपोर्टमा लागे हो। त्यहाँ सपोर्ट 36 सालमा के भयो भन्दाखेरि चाहिँ जनमत सङ्ग्रह भयो। जनमत सङ्ग्रह भनेको के भयो भने राजा चाहिने नचाहिने पक्षमा होइन। ऊ बेला चाहिँ त्यो विद्यार्थी सङ्गठनले चाहिँ आवाज उठाएको के छ भने हामीलाई पनि वाक स्वतन्त्रता चाहिन्छ, जुन गल्ती गर्ने सरकारलाई गल्ती गर्यो भनेर हामीले आवाज उठाउनु पाउनु पर्यो भनेर चाहिँ जनमत सङ्ग्रह गर्दाखेरि अब कसको चाहिँ केले चाहिँ अब त्यो पञ्चायतीले जित्यो 51 र 49 भनेर चाहिँ त्यो निकाल्यो नतिजा। 46 सालमा पनि त्यही हो, वाक स्वतन्त्रको लागि मात्रै चाहिँ आवाज उठेको जुन जनताको विद्यार्थी सङ्गठनको, त्यो पनि चाहिँ अब राजा वीरेन्द्रले चाहिँ ऊ बेला चाहिँ अब जनताको चाहिँ इच्छा अनुसार वाक स्वतन्त्रता पनि दियो, बहुदलीय व्यवस्था पनि दियो हैन। त्यहाँदेखि अलि ठिक छ कि भन्ने चाहिँ मानसिकतामा आएको। जब आउँदा चाहिँ अब यो 62 साली कहाँ जन्मसँग गणतन्त्र भएर आयो, आउँदाखेरि अहिलेसम्म आउँदाखेरि देश त खोक्रो हुने अवस्थामा पुग्दाखेरि अब सबैले भन्ने त्यही हो नि त। पहिला ऊ राजा संस्थाको टाइममा त्यति चाहिँ हामीलाई चाहिँ ऋण त चाहिँ आफ्नो खोक्रोमा परेको छैन नि। अहिले कति ऋण छ हामी प्रत्येक नेपालीको प्रति व्यक्तिमा, त्यही अनुसार चाहिँ अहिले सबैको मानसिकता राजा आए ठिक छ भन्ने हो। हाम्रो पनि मानसिकता त्यही हो। धेरै खुसी लाग्यो तपाईँलाई देशको बारेमा यति थाहा रहेछ, यति माया लाग्दो रहेछ देशको है, धेरै खुसी लाग्यो। धन्यवाद भयो। धन्यवाद। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला।